खानामा चाहिँ एकदम धेरै मिठो, तर बनाउन चाहिँ अलिकति ढिलो। खानेकुरा भनेको चटपटी कि झालमुरी, के भन्नुहुन्छ तपाईँहरू? बनाउन त सबैले बनाउनुहुन्छ होला, तर मिठो बनाउन चाहिँ सबैले सक्नुहुन्न। म पनि खाना लायक चाहिँ बनाउँछु होइन। यसलाई चाहिने भनेको धनियाँ, प्याज, तेल, नुन, अमिलो, मुरै, चाउचाउ, यति चाहिँ मेन भयो। अझ मिठो बनाउनको लागि चाहिँ आलु, काँक्रा, मुला, गेडागुडी अनि एकदम स्वादिष्ट बनाउनु भनेको छोप होइन। छोपमा के पर्छ त? धेरै थोक पर्छ, जस्तो तोरी चाहिँ धेरै हाल्यो भने तितो हुन्छ, थोरै हाल्नुपर्छ तोरीको ढुट्टो चाहिँ। अनि धनियाँ, तिलको धुलो, आफूसँग जे छ त्यतै हाल्दा हुन्छ होइन। छोप चाहिँ हाल्यो भने चाहिँ एकदम दामी हुन्छ क्या। अनि यो चटपटीलाई झन् धेरै मिठो बनाउने भनेको चाहिँ गिलोले हो क्या। हाम्रोतिर चाहिँ गिलो भन्छ होइन। त्यो हाल्यो भने त झन् चटपटेको मुहारै फेरिन्छ। त्यो गिलोलाई उता काठमाडौँतिर कता चाहिँ सस भन्छ होइन। त्यो चाहिँ अब खानु चाहिँ त्यस्तो हेल्दी त होइन, चटपटे पनि हेल्दी त होइन, तर त्यो हाल्यो भने चाहिँ यस्तो दामी हुन्छ, यस्तो दामी हुन्छ। अब घरको सबै परिवार मिलेर एकदम मिठो चटपटी बनाएर हजुरहरू पनि खानुहोस् है त।